दलित आन्दोलनबाट राजसपासम्म 60 लाख दलितमाथि धक्का भएको आरोप हो। दर्शकवृन्द, दलित समुदायका लागि भन्दै सञ्चालन गरिएको दलित अभियान र त्यसैका जगमा स्थापना गरिएको हाम्रो पार्टी नेपाल सम्बन्धी विषय अहिले विवादमा तानिएको छ। हाम्रो पार्टी नेपालका केन्द्रीय संयोजक खगेन्द्र सुनुवार हालै राष्ट्रिय स्वतन्त्र पार्टी राजसपामा केन्द्रीय सदस्यको रूपमा मनोनित भएपछि दलित समुदायभित्र तीव्र असन्तोष देखिएको छ। दलित अधिकार कर्मी तथा अभियन्ताहरूले यो कदमलाई 60 लाख दलितमाथिको विश्वासघात भएको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, यदि अन्तमा राजसपा नै जाने योजना थियो भने दलितको नाममा छुट्टै पार्टी खोल्नु र वर्षौंसम्म अभियान चलाउनुको औचित्य के थियो। दलित समुदायका अगुवाहरूका अनुसार दलितको पीडा र अपमान र सङ्घर्षलाई राजनीतिक सिडीका रूपमा प्रयोग गरिएको अनुभूति भएको छ। दलित आन्दोलन अधिकारको लडाइँ थियो, व्यक्तिगत पद र कुर्सी प्राप्त गर्ने साधन होइन, उनीहरूको प्रतिक्रिया छ। यस घटनापछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। धेरैले दलित आन्दोलनलाई बारम्बार प्रयोग र उपेक्षा गरिएको इतिहास दोहोरिएको टिप्पणी गरेका छन्। दलित समुदायका आवाजहरू अहिले एउटै प्रश्नमा केन्द्रित छन्, दलितको नाममा राजनीति गरेर अन्त्यमा दलितलाई नै छाडियो। यो विषयले दलित आन्दोलनको भविष्य, नेतृत्वको विश्वसनीयता र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिएको छ।